डिजाइन राम्रो रहेछ डिजाइन चाहिँ राम्रो रहेछ अहिले हेर त कति राम्रो बनाइदिएको हैन त घर पुग्दैन त ओइ रबिन अलि के बात हुन्छ अगाडि चिठी बोल्नु पर्ने हो चिठी हामी त खुसी पर्ने हो ल जुत्ता पनि आयो है यो टाउको हल्लाउने साली रहेर साली चस्मा गर्छ भन्नु न डोरी पनि हो चस्मा त गाला आयो गाला मेरो पुच्छा रहेछ सही हो यो नि चढ्ने यो पनि खाने चिठी पनि पढ्ने यो कलियो मलाई लगाइदिएको यसलाई तिर लगाइदिनुहोस् गरमको भयो के मलाई यसले चिलाउँछ नै अनि यो फुलमा पार्ने यहाँ झुन्ड्याउनै पर्छ हो र तपाईँ झुन्ड्याएको के भने के त कबलीको यो छेसो टाउको भरि हुन्छ होला अनि मैले झेक्ने मात्र पढ्ने हो हैन पढ्नुस् यो हजुरलाई यो पनि मलाई
ल्याउनु त यो मेरो दिमागको कुरा हो पैसा के अरे यो मेरो पैसा ल्याउनु न मलाई हो ल्याउनु त सही हुक्का कडा हुन्छ क्या ल्याउनु त राख्नु क्या यहाँ अहिले यसमा मिलाउँछ हिसाब मिलाउँछ सही हो कविता अभी तक ये नराम्रो केही छैन जस्तो लाग्यो मलाई चस्मा चाहिँ अलिक पावरवाला पर्यो क्या यो कल्ला मिल्दैन पढ्नुहोस् त तपाईँले ल्याउनुहोस् त पैसा अहिले हो कि पैसा त अहिले भन्ने पर्यो मैले यो त खास हाम्रो घरमा खुसीको पर्नुपर्ने हो हाम्रो देखि चाहिँ थिएन यो चाहिँ घरमा पर्नुपर्ने यो पढ्ने हेर्नु त आधाबारी हले त आज आउने जन्तीहरू देउरालीमा लोत्ने अरे ल कहाँ हो देउराली भन्ने रेलिङ हालेको हरियामा लोत्यो हुन्छ लोत्यो कर सम्बन्धन गर्नुपर्ने त जन्तीले आउनुभयो कलियाज्यू कुम्फाको गाउँमा भन्ने रहेछ शीर्षक होइन शीर्षक हो के हो होइन जन्तीले आउनुभयो कलियाज्यू कुम्फाको गाउँमा आदरणीय कलिया तथा जन्तीहरूमा दुलैको साथीको तर्फदेखि नमस्कार हामी सबैको तर्फबाट नमस्कार है अब अगाडि आउनुहोस् के चरी बस्यो वनपालेमा भाले बस्यो गाउँमा चरी बस्यो बास्यो वनपालेमा भाले बास्यो गाउँमा एउटा चिठी लेखिदियौँ कलिया तथा जन्तीहरूको नाउँमा वाह वाह भन्नु सबैले अब अर्को छ अब आयो गीतैको टुकुरी पितले टुकुरी अब आयो गीतैको टुकुरी दुलै आयो रुँदै र कल्लाउँदै आयो जन्ती भोकको पेट हल्लाउँदै दुलै आयो रुँदै र कल्लाउँदै आयो यो भयो होइन मादल बजाउनु न मादल बजाउनु त उहाँले यस्तो यस्तो गर्ने निरो निरो आकाशमा कालो कालो बादल आज आउने कलियालाई केरा काटी मादल अब अर्को छ उडी जाने आकाशमा गोरी जाने बसमा आज आउने कलियालाई बाल पाटेको चस्मा आधा बारी हलले त आधा बारी हलले त आधा बारी फोट्ने आज आउने जन्तीहरू देउरालीमा लोट्ने लोट्ने वा भन्नु भएन अनि आधा बारी मकै त आधा बारी गोपी आज आउने कलियालाई फर्सी काटी टोपी अनि आजकलको केटाहरूको मुखमा होला आज आउने काजैको झोला आजकलको केटाहरूको मुखमा भोला आज आउने दाजैको झोला हो कि के हो काजैको झोला ए कागजैको झोला यो पनि मिलाछ है अनि 20 सालमा चलि आएको फिल्म आज आउने कलियालाई हुक्का र चिलिम भनेर अघि भन्नु पहिला मादल बजाउँछ अनि चिलिम खाम्ला ठिक अनि आज आउने कलियालाई लालीगुराँसको पातको माला आज आउने कलियालाई लालीगुराँसको पातको माला हाम्रो साथीलाई हेला गरेमा
पाउलाहाई माइती तथा साथीहरूको खेल वाह 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 तर कतै हामीले गरिन्न यसलाई गरिन्न हामीले आयो लाउरी बुटपेटी झल्काउँदै आयो जन्ती पित्तली आँखा तल्काउँदै 100% मिलाउनु है पख्नु यहाँ मादल बजेको आज आउने दुला र दुलाईको क्या राम्रो जोडा आज आउने दुला र दुलाईको क्या राम्रो जोडा आज आउने कलियालाई बाइपङ्खे घोडा आज आउने कलियालाई बाइपङ्खे घोडा घोडा चढे डुल्नु चढ्नु पर्छ एकैचोटि त्यो के भन्छ अरे पुलमा पुगिन्छ होला यो चढ्ने हुन्छ चढ्नु त सर चढ्नु त नाच्नु न यहाँ पहिला यो भ्याम भनेको के पहिलो पहिलो बेसनामा सेतो सेतो नुना पहिलो पहिलो बेसनामा सेतो सेतो नुना आज आउने कलियालाई 1 तोलाको सुना मलाई होला है यहाँ कता हरायो कता यहाँ थियो नि ए यस 2 लाख रुपैयाँ होला नि खै खै ओए सुन त खतरा है ल ल म यहाँ गरेर आज आउने दुलैलाई चौतारीमा पर्खिम्ला आज आउने दुलैलाई चौतारीमा पर्खिम्ला आज आउने कलियालाई बाख्राको बिरमला बाख्रा बिरममा देख्नु भयो होला नि तर बाख्राको होइन होला होइन होइन त्यो भनेको मात्रै हो मादल बज्न बाँकी अब लास्ट है अब अन्तिम है अन्तिम ए हो न यो त तपाईहरुले ल्याउको तान्ने त कल्याणी हो कसले भन्दा तपाईहरु बोल्दै हुनुहुन्छ तान्नु जुरे चिल्ले भाले लयो पोथी बास्यो पोथी पर्यो हिस्सा जुरे चिल्ले भाले लयो हाले लैदिसी पोथी देशै पर्यो पर्यो हिस्सा दुला दुलै भित्र पसे जन्ती पर्यो किच्चा ला ला भन्दै ए सकियो सकियो यो त कति हो धन्यवाद घोडा चढ्नु घोडा चढ्नु अब घोडा चढ्नु मामा घोडा चढ्नु अब सालीमा धाने ल घोडा चढ्न जानु पर्छ साली भेट्न घोडा चढेर यसो लाउने हजुर घोडा चढ्नु म उता जान्छु म चढ्दिन घोडा घोडा मन त भाइ लाछि भाइ भिडियो बनाउन हात घोडा लाग्छ हान्दियो नि त कसरी पनि चक्कर नि पैसा राख्नु न घोडा आउँछ के घोडामा भयो भने किलो पैसा आगो त मरे त हजुर के नि हो भयो होइन भयो भयो नि भयो घोडा चढिन्छ धेरै त्यसो मलाई त यसले त हामीलाई भिडियो निकाल्नु हेलमेट घोडा हल्नु ल ल अनि लाग्छ हानिसक्यो घोडाले त मन त भाजो घोडा हिँड्ने बाटो कता हो बाटो यही हो
अहिले जाँदाखेरि यही सम्झेर जाने न त सकिन्न